हेलो गाइज सबैजनालाई नमस्कार होइन। अब आज चाहिँ हाम्रो मेरो फेरि नयाँ भ्लग हुनु लाग्छ। त्यसमा चाहिँ फेरि हाम्रो अब आज चाहिँ फेरि के हुन्छ नि बेको हुन्छ हाम्रो बेको कति गाउँमा कतिवटा बिहे अरे मम्मी 3टा बिहे आज 3वटा बिहेमा जान लाऊँ। एकै दिनमा 3वटा बिहे सबै ठाउँ पुग्नु पर्यो। अब हामी 3 ठाउँ पुग्नु लाग्छौँ। गर्मी छ गाइस के गर्ने अब पार्टीमा जानै पर्यो खानै पर्यो। अब हामी चाहिँ होइन जाने चाहिँ अब धेरैजना होइन त्यहाँ 2जना अगाडि गइसकेछन् अनि हाम्रो यता 2जना अनि पछाडि 1जना। हेलो अब पुरै बिहेका बिहे होइन 3जना बिहे 2वटा पहाडी एउटा थारूको बिहे थारूको बिहेमा पनि झन् उति रमाइलो हुन्छ ल। पहाडीको 2टा हिजो 2जना घरदेखि जन्ती आयो उतादेखि एउटा जाजरकोटबाट एउटा काठमाडौँबाट जन्ती आएको हिजो आइहालेछन् अनि एउटा चाहिँ दिउँसो आयो एउटा चाहिँ साँझ आयो। अब चाहिँ बिहेमा चाहिँ इन्भाइट चाहिँ भइसकेछ। ठ्याक्क हामी चाहिँ जान लाग्छौँ सबैजना। अब उहाँ गएर देखाउँछु म हजुरलाई। ल गाइज नभए हामी चाहिँ बिहेमा पुगिसक्यौँ भनौँ। अब आन्टीले हामीलाई कुरिरहनु भयो नि आन्टीले हामीलाई कुरिरहनु भयो। हाम्रो चाहिँ बजारको पार्टी विप्लव पार्टी अनि अब जानला आम फेरि हल्कोमा चस्मा लगाएको छु भने गाई कस्तो हिरो देखिएछु नि त त्यही भएर होइन आन्टी हिरो देखेछु किन म गल राजा चाहिँ उयो होइन गाइस। अब लाइन लाग्नु के तपाईँ त पहिला लाइन लाग्यो तपाईँ त पहिला हुनु पर्यो झन् अरू त जे अनि ओ हिरो कहाँ यता ए प्लेट समाइहाल्नु भयो अगाडि गएर हामी मान्दिनँ। गाई झन यहाँ त यस्तो छ पालो लाग्नु भाउ चाहिँ यहाँ अघिदेखि लाग्नु भाइ कति मिनट भयो 2 मिनट भयो 2 मिनट भइगयो अनि यहाँ ऊ अर्को कालेले तानिया हजुर उही प्लेट ठुलो गाई सर्वर देखिन्छ। यो राखिदिनु मेरो लागि प्लेट दिनु मेरो लागि प्लेट मैले थाल पाइसक्यो होइन अझ यहाँ पछाडि ओइ के गर्छ हाल्दा ओइ कहाँ गयो मासु चाहिँ मासु होइन ओइ प्योर थाल आयो त त्यहाँ त झन् त्यसमा नि हालिदिनु त अलिक थोरै धेरै नै हालिदिनु भयो आधा डलर आउनुपर्छ डलर मासुवाला दाइ यहाँ राइसवाला दाइ हो
आइगयो अब अहिले भन्नुभयो आइगयो अब है ल यसमा चाहिँ मासु आउन मासु ओए तैँले के गरिस् त्यहाँ मासु हालिदिनु त्यसमा ल धेरै नहाल्ने त पोलिहाल्यो यार ल हाल्दै त्यसमा अलिक कम हाल है ठिकै हाल है ल अङ्कल हालिदिनु यता काँक्री नि हालिदिनु यता पाइयो बल बल है बहुत पोलिया कहाँ है दुईवटा समाएर पुरा सुरु ल हाम्रो उहाँको बे चाहिँ सिद्धि अब अर्को बेतिर मकसदतिर हाम्रो पनि जोडिनु भयो फेरि अन्ट्यो भने अझ अरू पनि जोडिनु भयो ल हाम्रो अब अर्को बेमा जानु पऱ्यो कि अर्कोमा जाने कि चौधरीकोमा जानु अब हामी बोरा के बोरा सर भन्छ नि त तिमीले बोरा सरकोमा जानु लाग्छ म भेमा चाहिँ अनि हाम्रो टिम एकजना हाम्रो नयाँ जोइनमा हुनुहुन्छ है नयाँ हुनुहुन्छ हाम्रो टिम यति थियो हाम्रो टिम यति थियो पहिला हाम्रो टिम यति थियो पहिला अनि तपाईँ आउनुभयो अब हाम्रो टिममा आउनुभयो ल अब हामी चाहिँ वहाँ पुगेपछि देखाउँछौँ हजुरहरूलाई त्यहाँ बिहानबाट बेमा जाने साँझसम्म बेमै हुन्छ हाम्रो आजै कति 9 गतेको दिन 3वटा बिहे 9 गतेको दिन 3वटा बिहे आमा ल अब चाहिँ हामी बिहेमा आइसक्यौँ अब अर्को हान्ने पनि गयो होला देखाउँछ अब यति लामो हिँड्नुपर्छ यार त्यही भएर हो कि हिँड्नु पनि बहुत टाढो त्यही हामी पुगिसक्यौँ भन अब कति गर्मी भएर आमा हिँड्दा खुट्टै दुखिसक्यो गर्मीले यहाँ चाहिँ लट्याङ फुटुङ गरेर देखाउने यत्री हाम्रो अब बिहे चाहिँ हिँड्नु छ नै यो उहाँ रहेछ अगाडि त्यहाँ डिजे त बजिसक्यो हिँड्दा खुट्टै दुख्यो भने अनि उहाँ त चाहिँ अब बिहे छ बिहे यता होला बिहे यहाँ होला भोज उहाँ होला बिहेमा चाहिँ प्रवेश गर्नलाई सक्यौँ हामी चाहिँ अहिले बेमा अब देखाउँछौँ म भित्र गएर भिजिट गर्छु होइन गाइस अब यहाँको देश नै पसिनाले त्यो हो जान्छ पसिनाले त्यो हो जान्छ क्या पसिनाले पुरै त्यो हो जान्छ खुशी के बहार सजाए लगाए दिल के राज बात पनि
यति भात पनि सक्न गाह्रो भयो होइन यो पनि कम हालिदिनु भन्ने कि भइहाल्छ अनि फेरि अर्कोमा पनि खानु जानु मासुवाला आन्टी यो त खाइहालौँ ल देखा त होइन आइजन हामी चाहिँ अब पुग्न लागिसक्यौँ भन्ने पनि छ त्यही घर जाने त्यहाँदेखि बस्ने भन्ने कुराकानी भयो त्यही भएर त्यहाँदेखि बसेको नत्र अन्त पहिले हामी गइहाल्थ्यौँ त्यहाँ किनकि भनेपछि त्यहाँको उयोकोमा गयो अनि के अरे त्यहाँ थारूहरूकोमा कस्तो फेरि कोइलर हुन्छ कि लोकल कुखुरा जस्तै हुँदो रहेछ अनि त्यो खानेलाई छुट्टै अनि बुङ्गुर खानेलाई बुङ्गुर छुट्टै त्यसरी गाड्दो रहन्छ तर मासु चाहिँ नम्बर 1 थियो मस्त थियो तर सुँगुर त खाइएन है फेरि त्यही लोकल कुखुराको खाइयो अब यहाँबाट च्याक्क लगाएर फेरि खान नसकेर मासु मात्रै खाइयो भनौँ अब उहाँ हाम्रो टिम हिँडिसक्यो यस्तो गर्मीमा झ्याउले अल्छीले हिँडेछन् यत्रो हिँडेछन् कि यत्रो अनि अब यहाँ पनि डेक बज्यो त म यस्तो हिरो स्टाइल जान्छु यस्तो हिरो स्टाइल जान्छु नि को यहाँ त बिहे त यता लाग्यो बिहे उता लागेछ गाई झन देख्नुभयो नि उहाँ एकजनालाई चाहिँ भेटिहालेछ कहाँको थारूकोले दियो कि यहाँकोले दियो क्या थारूकोले दियो कि यहाँकोले कडै दिदी छ नि त कडै अघि त्यो बोतल लगाएर दौडिँदो भिज्दो ल यही हो घर नै है अब यहाँदेखि हामी भित्र यस्तरी छिर्छौँ भने यस्तरी छिर्छौँ गर्मीले अब हामीले के सल्लाह भएर पैसा उठाएर कोक खाने अरे गर्मीले यही हो बेच यही हो हाम्रो यहाँ चिन्ने छैन हेर्नु न अब यहाँबाट यही हो पसल यहाँ एउटा अङ्कलको के छ हिँड्दा को हुन्छ उता अब हामी जान्छौँ अब उता हामी जान्छौँ उता अब हामी जान्छौँ उहाँबाट त खाएर निक्लिसक्नु भयो अब हाम्रो पालि आइसक्यो नि त गाईजना अब टिका लगाइरहनु भएन उहाँले अब त्यहाँबाट फेरि यता फेरि लाइन हेर न लाइन गर्मीमा हाम्रो मम्मीहरूले ठुलमम्मीहरूले सबैले उता कुरेर आएन आन्टीहरूले त्यहाँ छ लाइन हाम्रो होइन त्यहाँबाट यहाँ जान्छ यहाँ कहिले पुग्ने ल
अब जाने हामी खाना खान जान लाग्छौँ खानासाना खाएर होइन दामी देखिस् त त पकौडा के हो चिकनमा रोस्ट पनि छ पहिला व्यवस्था होइन आइज तल खाने हो कि नहाल्नु यो हालिदिनु त चिकन पनि हाल्नु न चिकन म खान्छु त चिकन के पुरै हाल्दैन बस्नु हुन्छ धेरै हालिदिनु अब के हालिदिन्छ एकदम बिन्दास उहाँले के हालिदिन्छ अरे है धेरै अरू राजमाको दाल एउटा हालिदिनु पिस मात्रै हाल्नु पिस मात्रै ल आमाले अब यति माया दिनु मोटा जान्छ आज आमा चिकन अब चिकनवाला दाइ होइन मजाले भइहाल्छ ल थ्याङ्क यू ल यता नि हालिदिनु यता नि हालिदिनु होइन मलाई फेरि चिकन यता नि त्यस्तै हो व्यवस्था भइगयो म यता धेरै भइदिन्छ गाई जन्मिन्छ होइन त्यहाँ लाइन छ हेर्नु त्यहाँ टिका लाउने उहाँ छ यत्रो लाइन हो यत्रो लाइन हेर त टिकाको लागि यति लाइन छ र मसँग बसेर नि कहाँ बस्नु लाज मानी मानेर खाँची कति खाँची लाज मानी मानेर खाँची अब गाई चाहिँ यतिसँग खाना आज सुरु हुन्छ यो लास्ट बिहे होइन अब हाम्रो लास्ट 3 हो नि 3 गयो भइसक्यो 3 अब यति खाएर अनि हामी चाहिँ निक्लिन्छौँ आजलाई बिहे चाहिँ अनि सिद्धिन्छ यहीँ हाम्रो ठुलिआमै यही हो हाम्रो बिहे यता हुँदैछ हुने त हाम्रो हुँदैछ गाइज होइन अब हामी चाहिँ होइन यहाँदेखि अब बिएसएदेखि पनि निक्लिसक्यौँ अब बिहे पनि आज सक्यो अब साँझतिर चाहिँ होइन अब यतिको रमाइलो गर्न जान्छौँ नाच्नुतिर अलिकति भइहाल्छ त्यो त अब हाम्रो टिम पनि अगाडि गइसक्यो उहाँ पुगिसक्यो घर सब जान लागिसक्यो अब हामी पनि घरतिर जाने अब यति भन्दै चाहिँ होइन आजलाई चाहिँ म यही समाप्त गर्न चाहन्छु गाइज बाई बाई